नमस्कार। म आज तपाईहरुलाई एउटा चिठी सुनाउँछु। विदेश बस्ने बुढाले सेलेरी ढिलो हुनाले एउटा बुढीलाई चिठी लेखेछ। चिठीमा लेखेछ, बुढी योपालि सेलेरी ढिलो भयो र सेलेरीको बदलामा म तिमीलाई 50 वटा चुम्मा दिएर पठाउँछु भनेर लेखेछ चिठी। र बुढीले चिठी भेटेर यसो हेरेर उनले पनि उत्तरमा लेखिछे, बुढा तिमीले पठाएको चिठी भेटाएँ र तिमीले पठाएको चुम्माबाट 15 वटा चुम्मा चाहिँ रासनको दोकानमा दिएँ, अनि स्कुलको फिसको लागि मैले 12 वटा चुम्मा दिएँ, त्यसपछि बिजुली बिलको लागि मैले 10 वटा चुम्मा दिएँ, अनि मैले फेरि दुधवालाका लागि 13 वटा चुम्मा दिएँ। त्यो दुधवाला त मानेकै थिएन, जैसे तैसे गरेर 13 वटा चुम्मामै मनाएँ। र तिमी दुःख नमान, योपालि सेलेरी नभए पनि मैले जैसे तैसे गरेर अगाडि तिमीले पैसा पठाएको भन्दा पनि राम्रो तरिकाले पार गरेँ। आउने पालि सक्यौ भने पठाऊ, नसके त्यसै गरी चुम्मा पठाऊ बुढा भनेर लेखिछे र लेखेर पठाइछे बुढीले। र कस्तो लाग्यो तपाईहरुलाई यो चिठी? कमेन्ट सेक्सनमा गएर एकखेप कमेन्ट चाहिँ दिनु होला। नमस्कार।